नमस्कार दर्शकवृन्द, नेपाल-इजरायल.net को प्रस्तुति नारी विशेष कार्यक्रम अन्तर्गत नारी दिवस विशेषमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता जनक गौतम। नारी तिमी जन्मदाता, नारी तिमी जीवनसाथी, नारी बिना अपुरो छ संसार, चढ सफलताको शिखर उठ माथि। दर्शकवृन्द, आधा आकाश ओगट्न सफल नारीहरू कुनै पनि क्षेत्रमा असफल छैनन् भन्ने प्रमाणित भइसकेको छ। विश्वले निकै काँचुली फेरिसक्दा पनि हाम्रो जस्तो विपन्न मुलुकमा लैङ्गिक विभेद, सामाजिक असमानता जस्ता विषयहरू अझै निर्मूल हुन सकिरहेका छैनन्। हाम्रो समाज अझै पनि लैङ्गिक विभेद, दाइजो प्रथा, शैक्षिक असमानता जस्ता विभेदकारी विषयहरूमा रुमलिरहेको छ। पछिल्लो समयमा बलात्कारका घटनाहरूले समाजलाई अझ आक्रान्त बनाएको छ। दर्शकवृन्द, आउनुहोस् अब एकैछिन हामी प्रवासी भूमि इजरायलमा कर्म गरिरहेका नारीहरूको सहभागिता अनि आजको आवश्यकता, हरेक क्षेत्रमा नारी र पुरुष बीचको सहभागितामा समानता र एकता भन्दै इजरायलमा मनाइएको 104औं अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा आजको कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। श्री सत्यसाई सेन्टर इजरायलको आयोजनामा इजरायलमा 104औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा सम्पन्न भएको छ। गत मार्च 8 शनिबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रहलाद कुमार प्रसाईको प्रमुख आतिथ्यता, उहाँकी धर्मपत्नी सीता प्रसाई तथा नेपाली राजदूतावासकी द्वितीय सचिव रोशन खनालको विशेष आतिथ्यता र इजरायलमा रहेका विभिन्न सङ्घ संस्थाका महिला प्रतिनिधिहरू र मिडिया कर्मीहरू लगायत उल्लेख्य नारीहरूको उपस्थितिमा नारी दिवस मनाइएको थियो। And the experience here is part of this. I was learning about the Nepali community, their organization, chanting and festivals. So I would like to call Rakhil, please. श्री सत्यसाई सेन्टर की परी झाँक्रीले यस 104औं अन्तर्राष्ट्रिय नारी दिवसले सम्पूर्ण नारीहरूभित्रको प्रतिभालाई उजागर गर्दै सम्पूर्ण नारीहरूमा प्रेम, स्नेह, माया, ममता, करुणा र सहयोगको भावना विकास गर्न सहयोग गरोस् भन्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो। तथा यस श्री सत्यसाई सेन्टर इजरायलको तर्फबाट कार्यक्रममा यहाँहरूलाई हृदयदेखि नै हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। यहाँहरूलाई यसरी यस कार्यक्रममा श्री सत्यसाई सेन्टरको प्राङ्गणमा स्वागत गर्न पाउँदा एकदमै भित्रदेखि नै खुसी लागिरहेको छ र यहाँहरूको उपस्थितिप्रति श्री सत्यसाई सेन्टर आभारित रही हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ। आज यस 104औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा पाल्दिनु भएकोमा एकदमै खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय अथवा नारी दिवसले नारीहरूभित्र रहेको प्रतिभालाई उजागर गर्दै हामीहरू भित्र भएको हामीहरूमा प्रेम, स्नेह, माया, ममता, करुणा र सहयोगको भावनालाई विकास गर्दछ। यस्ता कार्यक्रमहरूमा सहभागी बन्नाले हामीभित्र आत्मा शक्ति र आत्मा विश्वास बढ्दछ र हामीलाई केही गर्न हौसला प्रदान गर्दछ। त्यसैले हामीले आफूभित्र रहेको शक्तिलाई पहिचान गर्ने कोसिस गरौँ। हामी आफू नारी भएकोमा गर्व गरौँ र एक आपसमा प्रेम गरौँ, सद्भाव गरौँ र इज्जत गरौँ। श्री सत्यसाई केन्द्रकी अध्यक्ष तथा सो कार्यक्रमकी सञ्चालिका समेत रहनुभएकी नेहा गुरुङ साईरामले नारी दिवसको बारेमा अत्यन्तै रचनात्मक ढङ्गले वर्णन गरी कार्यक्रमलाई उत्साहित बनाउँदै उपस्थितहरूलाई नारी भावनाबाट ओतप्रोत सृजनाहरू प्रस्तुत गर्न प्रोत्साहित गर्नुभएको थियो। हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। अन्तर्राष्ट्रिय नारी दिवस भन्ने बित्तिकै हामी सम्पूर्ण नेपाली नारीहरूको लगायत विश्वमा जुन आज अन्तर्राष्ट्रिय नारी दिवस हामीले एउटा विश्वमा मनाउँदै आइरहेको छ र हामी मनाउँदैछौँ र कति ठाउँमा यो कार्यक्रम भइरहेको होला। यो समयले गर्दाखेरि कुनै ठाउँमा दिन होला, कुनै बिहान होला, कुनै बेलुका होला र यसै प्रसङ्गमा हामी एउटा विदेशमा भूमिमा आए पनि हामीहरूले चाहिँ एउटा नारी दिवस जुन एउटा मनाउने जुन एउटा जमर्को गरेका छौँ, यो पनि हामीहरूको एउटा सफलता हो। र यसरी एउटा अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा आफूभित्र रहेको एउटा प्रतिभा, आफ्नो आत्मशक्ति, एउटा आत्मविश्वास र विभिन्न क्षेत्रमा नारीहरूले एउटा
अनेकौँ कामहरू गरिरहेका छौँ। अनि इतिहासमा हामीले देख्छौँ हामी जस्तै नारीहरूले यो समाज र देशको लागि विभिन्न ठाउँहरूबाट धेरै राम्रो कामहरू गर्दै आइरहेका छन्। र एक प्रकारले त्यस्तो नारीहरूलाई एउटा सम्मान गर्ने र एउटा पुज्ने र त्यस्तो नारीहरूबाट पनि हामीले आज केही कुराहरू सिक्नुपर्ने हुन्छ। किनकि हामी जस्तै महिला दिदीबहिनीहरूले हामी जस्तै आमाको कोखबाट जन्मिएका छोरीहरूले आज संसारको लागि विभिन्न क्षेत्रहरूबाट धेरै नै राम्रो कामहरू गर्दै आइरहेका छ। र हामीले त्यो सबै कुरा एउटा इन्टरनेट मार्फत एउटा र किताबहरू मार्फत पनि एउटा सुन्ने र पढ्ने एउटा सौभाग्य हामीले एउटा प्राप्त गरिरहेका छौँ। भने कार्यक्रममा एक मन्तव्य र एक मनोरञ्जनात्मक सिर्जना पाले पालो प्रस्तुत गरिएको थियो। सोही क्रममा सुभद्रा भण्डारी, राजेश्वरी त्रिपाठी, मीना बान्तवा, सबै पाठक लगायतका महिलाहरूले महिला हक हितका बारेमा लेखिएका रोचक कविता, गीत तथा मुक्तक सुनाएर कार्यक्रमलाई निकै रौनकता प्रदान गरेका थिए। 104औं अन्तर्राष्ट्रिय नारी दिवस 104औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा भन्नै पर्छ, धन्य नारी सृष्टिकर्ता परिवर्तनलाई मान्नै पर्छ। पुरुष मात्र विदेश जान्थे, आज सर्वत्र सहभागी छौँ नारी, एक रथका दुई पाङ्रानी, बर पिपल मिलेर बने झै चौतारी। कुनै बेला हाम्रो देश पितृसत्तात्मकको नाममा हावी थियो, नारीहरू मार्थे उठ्नु र जुट्नुमा, समाज अनि राष्ट्रकै लागि दाबी थियो। चन्द्र सूर्यलाई छेक्न सक्ने बलवान भए झै कालो बादल, निकै गहिरिसकेको थियो नारी पुरुष बीचको विभेदकारी त्यो खाडल। किन अझै पुरिएको छैन घाउ, असरल छन् समाजमा अज्ञानता, अन्त्य हुनुपर्छ दाइजो प्रथा, आजको आवश्यकता शिक्षामा समानता। नेपालबाट इजरायल आउँदा त पिञ्जडाबाट उम्किएको सुगा चाहिँ लाग्दो रहेछ। नेपालबाट इजरायल आउँदा त पिञ्जडाबाट उम्किएको सुगा चाहिँ लाग्दो रहेछ। खै कहाँ केमा छ यहाँ भेदभाव, समानताले नै समाजमा सद्भाव जाग्दो रहेछ। एक दिन हेर्न पाए हुन्थ्यो नेपालमा नारीले पनि राज्य सत्ता चलाएको, पुरुषले त धेरै गरिसके, अब हेर्न बाँकी छ नारीले देश हल्लाएको। 37औं पटकसम्म पुग्दा पनि प्रधानमन्त्री पुरुषमा मात्र हानथाप छ। 37औं पटकसम्म पुग्दा पनि प्रधानमन्त्री पुरुषमा मात्र हानथाप छ। 38औं पटकमा प्रधानमन्त्री महिलाले पाउनुपर्छ, 104औं नारी दिवसको यो नाम छ। घरेलु हिंसा, सामाजिक हिंसा, महिला बेचबिखन र बलात्कारको अन्त्य होस्। बलात्कारीलाई 5-7 वर्ष होइन फाँसीको सजाय नयाँ संविधानमा उल्लेख गरियोस्। अधिकार मागेर नपाए लडेर भिडेर अनि खोसेरै पनि लिनुपर्छ। अधिकार मागेर नपाए लडेर भिडेर अनि खोसेरै पनि लिनुपर्छ। 33% पनि सहकार्य हुँदैन, अब महिलाले 50% पाउनुपर्छ। घाम डुबिसक्यो, समय चिप्लिसक्यो, पर्खर हेरेको छैन यहाँ अवस्था। घाम डुबिसक्यो, समय चिप्लिसक्यो, पर्खर हेरेको छैन यहाँ अवस्था। हामीले नबोले कसले बोल्ने र अहिले नबोले कहिले बोल्ने, हरेक क्षेत्रमा हुनै पर्छ समान व्यवस्था। नयाँ संविधानमा जाओस् हाम्रो आवाज, नआओस् प्रश्न। नयाँ संविधानमा जाओस् हाम्रो आवाज, नआओस् प्रश्न पुरुषहरूबाट केमा छ भेदभाव पनि। पुरुष भएका छैनन् बलात्कृत नेपालमा, न यातना दाइजोको नाममा, न बेचिएका छन् कुनै कोठीमा पनि। आसन र भाषणमा मात्र सीमित नहोस् नारीका मुद्दाहरू, हरेक क्षेत्रमा बराबर पहुँच आजको आवश्यकता अनि चाहना। हरेक क्षेत्रमा बराबर पहुँच आजको आवश्यकता अनि नारीका इच्छाहरू। इजरायलमा टुक्रिएको नारी आवाज एक बनोस्, यही हाम्रो इच्छा, यही छ हाम्रो इच्छा। नेपालमा 1 वर्षभित्र नयाँ संविधान जारी होस्, संविधानमा महिला हिंसाका मुद्दाहरू उल्लेख गरियोस्। बलात्कारको मुद्दा दर्ता 35 दिनभित्र मात्र होइन, जहिले पनि गर्न पाउने व्यवस्था बनोस्। नारीहरू रात साँझ निर्धक्क हिँड्न सक्ने वातावरण होस् अनि नारी पुरुष बीचको एकता फुट होइन एकजुट रहोस्। यही नै 104औं अन्तर्राष्ट्रिय दिवसको शुभकामना। सबलाई शुभकामना। धन्यवाद। किन मेटिन्छन् नारीका गाथा, कुल्चँदै नारीका साहसिक कदमहरू, कुल्चँदै नारीका साहसिक कदमहरू, छोप्दै उनीहरूका बुलन्दीका आवाजहरू। सज्जन र वीर पुरुषहरूको उपाधि झुन्ड्याई, सज्जन र वीर पुरुषको उपाधि झुन्ड्याई, अवमूल्यन गर्दै नारीका तमाम वीरताहरू, गुपचुप बनाई नमेटिने उनका धीरताहरू। लेखिन्न किन नारीका परिचय, लेखिन्न किन नारीका परिचय, जबरजस्ती गराइन्छ पुरुषहरूकै उदय, जबरजस्ती गराइन्छ पुरुषहरूकै उदय। किन रेटिन्छन् यहाँ नारीका स्वाभिमान, किन रेटिन्छन् यहाँ नारीका स्वाभिमान,
कोरिन्नन् किन राष्ट्रप्रति गरेका अभियान, छोपिए नाला पानीमा लडेका नारीका गाथा, छोपिए नाला पानीमा लडेका नारीका गाथा, कहाँ गए युगिन नारी सीता भिरकुटीका कथा, कहाँ गए युगिन नारी सीता भिरकुटीका कथा। छोपेर नारीले नाला पानीमा लडेका इतिहास, उनीहरूले बगाएको रगतको विरासतबाट, उनीहरूले बगाएको रगतको विरासतबाट राष्ट्रियताको आवाज बोले अङ्ग्रेज हिरासतबाट। बढेन अङ्ग्रेज अगाडि बलभद्रको बढ्यो शान, बढेन अङ्ग्रेज अगाडि बलभद्रको बढ्यो शान, कतै लेखिएन इतिहास ती वीर नारीहरूको, यहाँ नि भयो वीर नारीहरूको अपमान, यहाँ नि भयो वीर नारीहरूको अपमान। किन लेखिन्नन् यहाँ नारी माथिका उदण्डहरू, किन लेखिन्न यहाँ नारी माथिका उदण्डहरू, देखिन्न नारीले दिएका योगदानका कुण्डहरू, नारीको त्याग तपस्या र समर्पणका खण्डहरू। समीक्षा भई अपवादमा नारी सम्मानित भएमा विरोध गर्दै कुर्लन्छन् पुरुषार्थ पुरुष झुण्डहरू, विरोध गर्दै कुर्लन्छन् पुरुषार्थ पुरुष झुण्डहरू। पार्वती र दिल शोभाका उदाहरण देख्न सकिन्छ, पार्वती र दिल शोभाका उदाहरण देख्न सकिन्छ, दुर्दशा देखेर नारी भविष्य लेख्न सकिन्छ, दुर्दशा देखेर नारी भविष्य लेख्न सकिन्छ। नारी मिली जुटेमा यो अँध्यारो मेट्न सकिन्छ, नारी मिली जुटेमा यो अँध्यारो मेट्न सकिन्छ, अनि मात्र यो कुसंस्कारको गला रेट्न सकिन्छ, अनि मात्र यो कुसंस्कारको गला रेट्न सकिन्छ। किन मेटिन्छन् नारीका गाथा, किन मेटिन्छन् यहाँ नारीका गाथा। नारी तिमी महान छेउ जन्म लिँदादेखि, नारी तिमी महान छेउ जन्म लिँदादेखि, आफ्नो काम आफै गर्छौ, आफ्नो काम आफै गर्छौ खुट्टा टेकेदेखि। धरती जस्तै महान छेउ सृष्टि भएदेखि, तिमी ममताकी खानी सागर हौ अबुझहरूले बुझिदिएदेखि, तिमी ममताकी खानी सागर हौ अबुझहरूले बुझिदिएदेखि। बाहिर गयो गङ्गाको पानीमा, कहिले भेट होला है राजे यो जिन्दगानीमा, कहिले भेट होला है राजे यो जिन्दगानीमा। झरेको पछि झुल्केको घाममा निर्सार्यो पहाडको भर्खर प्रीति बसेको बेला पिर पर्यो पेछडको, कहिले भेट होला है राजे यो जिन्दगानीमा। नहाँसौँ भने सखीलाई पिर, नहाँसौँ भने सखीलाई पिर, मै हाँसौँ कसरी रोउला राति भनेर आँसु मै झारौँ कसरी। फुलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा। धन्यवाद। घुम्तीमा आँखा तिमी जुधाउन गरेर माया फेरि गाह्रो हुन्छ फुकाउन घुम्तीमा भोलि जब हुन्छ हामी एक अर्कासँग टाढा टाढा
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि महामहिम प्रसाईले 104औं अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको आयोजना गरेकोमा आयोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। दिदीबहिनी दाजुभाइहरू, संसार जगत आज हामी 104औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन गइरहेका छौँ र 104 अन्तर्राष्ट्रिय नारी दिवस मनाउने कार्यक्रमको आयोजना गर्ने सत्य साई सेन्टरलाई म विशेष धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूको यस प्रयासले गर्दाखेरि हामी विदेशी भूमिमा भएर पनि नारीहरूले आफ्नो हक हित र जागरणको विषयमा 104औं नारी दिवस मनाउने अवसरहरू यहाँ पाएका छौँ हामीले र यहाँले आमन्त्रण गर्नुभएकोमा म मेरो श्रीमती महिलाको लागि समानता सबैको लागि प्रगति भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारा रहेको बताउँदै नारी र पुरुषबीच समानता ल्याउन नारी अधिकारको रक्षा गर्नका लागि नेपाल लगायत विश्वभर हजारौं कार्यक्रमहरू गरिएको बताउनुभयो। यसपालिको नारी दिवसको महत्त्व के हो भनेदेखि यसपालि भने चाहिँ यसपालिको नारा स्लोगन छ महिलाको लागि समानता। यसपालिको अन्तर्राष्ट्रिय नारी दिवसको नारा छ, स्लोगन छ महिलाको लागि समानता सबैको लागि प्रगति। भनेको महिलाले समान अधिकार पाए भनेदेखि सबैको प्रगति हुन्छ, मानव जातिको प्रगति हुन्छ भन्ने यसपालिको नारी दिवसको अन्तर्राष्ट्रिय नारी दिवसको अन्तर्राष्ट्रिय स्लोगन छ। त्यस्तै गरेर नेपालमा पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा थुप्रै कार्यक्रमहरू मनाइयो र संसारभर आज विश्वभर नै हजारौं कार्यक्रमहरू गरिँदैछ र नारी सशक्तिकरणको लागि, नारी र पुरुषको समान हकको लागि, नारी र पुरुषको सहकार्यको लागि हजारौं कार्यक्रमहरू गरिँदैछ र यी कार्यक्रमहरू नारीहरूले मात्रै गर्दैनन्, नारी पुरुषहरू सबै मिलेर देशलाई विकसित गराउने उद्देश्यले यी कार्यक्रमहरू गरिन्छन्। त्यसले गर्दाखेरि कुनै पनि कार्यक्रमलाई सफल पार्नको लागि सबैको सहयोग आवश्यक हुन्छ निश्चय नै नेपालको सन्दर्भमा र अन्तर्राष्ट्रिय सम्बन्धमा भनौँ नेपालको लागि। प्रसाईले नेपालको तुलनामा अन्य विकसित मुलुकमा नारीहरू केही सशक्त अवस्थामा देखा परे तापनि औसत रूपमा हेर्दा नेपाल लगायत विश्वभरि नै नारी जातिहरू अझै पनि कमजोर अवस्थाबाट गुज्रिरहेकोले उनीहरूलाई माथि उकास्न सबैको सहयोगको आवश्यकता रहेको कुरा औल्याउनुभयो। पछाडि छ, धेरै सुधारहरू भएको छ, धेरै प्रगतिहरू भएको छ। यो नेपालकै सन्दर्भमा पनि हाम्रो साउथ एसियाकै सन्दर्भमा पनि धेरै प्रगति भएको छ, तर त्यो पर्याप्त छैन, अलिकति पनि पर्याप्त छैन। त्यो प्रगति सकारात्मक दिशामा गएको छ, तर सकारात्मक दिशामा गए पनि पछुवाको गतिमा छ, किनभने साह्रै ढिलो प्रगति भइरहेछ। अहिले संसारको प्रगति के छ भने जेटको गतिमा गएको छ भने हाम्रो प्रगति, हाम्रो सामाजिक प्रगति चाहिँ हाम्रो पछुवाको गतिमा छ र त्यही प्रगति नारीहरूको अवस्थामा पनि छ। यसमा सबैको सहयोग जरुरी छ। सबैको मेरो यो अर्कोको काम हो भन्ने नसोचेर यो हाम्रो काम हो, हाम्रो समाजलाई अगाडि बढाउने काम हो भन्ने सबैले सोच्नुपर्ने जरुरत छ। यसमा नारी पुरुष भन्ने कुरा आएन, सबैले। त्यस्तै प्रसाईले नेपालमा महिला नेतृत्वको लागि हौजममा घरदेखि संविधान सभासम्म भन्ने मूल नाराका साथ दिवस मनाउँदै गरेको बताउनुभयो। दिवसमा महिला नेतृत्वको लागि हौजममा घरदेखि संविधान सभासम्म भन्ने नारा नेपालले आफ्नो राखेको नारा चाहिँ मैले यहाँलाई सुनाइदिएको मात्रै हो। त्यसरी अब नेपालको प्रधानमन्त्रीले पनि भन्नुभएको छ, आज अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा अवसरमा सन्देश दिनुभएको छ, नारीलाई सशक्तिकरण गर्नुपर्छ, देशको विकासको मेरुदण्ड नारी हुन् र हाम्रो एउटा 2069 देखि यो लैङ्गिक हिंसाहरू असमानताहरू उन्मूलन गर्ने 5 वर्षे कार्यक्रम छ। त्यो 5 वर्षे कार्यक्रम त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाली राजदूतावासकी द्वितीय सचिव रोशन खनालले वैदेशिक रोजगारीको लागि इजरायलमा आउने नेपालीहरूको संख्याको 80% भन्दा बढी महिलाहरू रहेको मुलुक इजरायलमा यसरी नारी दिवस मनाउन पाउनु खुसीको कुरा र धेरै सान्दर्भिक पनि रहेको बताउनु भएको थियो। नारी दिवस मनाउन पाउनु धेरै खुसीको अवसर हो र यो धेरै सान्दर्भिक पनि छ। नेपालमा रहेका महिलाहरूको तुलनामा इजरायलमा यहाँ आएर काम गर्न पाउनु र घरबाट यसरी बाहिर आएर काम गरेर परिवारलाई पनि केही पठाउन पाउनु यहाँ आएका नारीहरूको लागि अथवा हामी सबैको लागि निकै राम्रो अवसर हो। यस सन्दर्भमा यहाँका नारीहरू सबैलाई हामी भाग्यमानी भन्नै पर्छ, किनभने नेपालमा नारीहरूको अवस्था सबैको यति राम्रो छैन। त्यसको तुलनामा यहाँ आएका नारीहरूले धेरै राम्रो गरिराख्नु भएको छ र विभिन्न परोपकारी कार्यहरूमा पनि यहाँ भएका नारीहरूले ठुलो मन गरेर धेरै सहयोग पुर्याउँदै आउनुभएको छ। सायद नारीहरू भएको कारणले नै गर्दा होला यहाँबाट धेरै नै सहयोगहरू जाने गर्दछ। त्यस्तै नारीहरूले विभिन्न सङ्घ संस्थामा प्रतिनिधि गरेर नेतृत्व लिएर विभिन्न महिलाहरूलाई
उहाँले वैदेशिक रोजगारमा इजरायलमा आएर काम गरेर आफ्नो घर परिवारका लागि केही गर्न पाउनु इजरायलमा आएका नेपालीहरूको लागि निकै ठूलो अवसर भएको र नेपालमा रहेका नारीहरूको तुलनामा यहाँ आएका नारीहरू आफूलाई भाग्यमानी मान्नुपर्ने बताउनुभयो। खनालले इजरायलमा रहेका नेपाली नारीहरूले मातृभूमिको लागि पनि धेरै किसिमबाट भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै इजरायलबाट मातृभूमिमा देखिएका परोपकारी गतिविधिहरू त्यसैको उदाहरण भएको बताउनु भएको थियो। कस्मेटिक कुरा अथवा चाहिँ आफ्नो बच्चाको कुरा मात्रै गर्ने भनिन्छ होइन, त्यो भन्दा माथि उठेर हामी अब यहाँ गर्नुभएको छ सबैले होइन, अझै गर्नै गरौँ अथवा हामीले पनि केही समाजमा के भइराखेको छ अथवा नियम कानुनहरू कस्तो छ के छ अथवा समाचारहरू दिनौँ के घटिरहेछ त्यो कुराहरू चाहिँ जान्ने प्रयास गरौँ। त्यसले गर्दाखेरि हामीलाई कुनै पनि कुराको जानकारी लिनको लागि पुरुषहरूको मात्रै मुख ताक्न नपरोस् अथवा उनीहरूको सहायता लिन मात्रै नपरोस् होइन, त्यो कुराको लागि पनि अग्रसर हौँ र आफै जानौँ। कार्यक्रममा नेपालमा रहँदादेखि नै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता तथा विविध विधाहरूमा उत्कृष्ट स्थान हासिल गर्दै आइरहेकी नारी र प्रवासी भूमि इजरायलमा रहेर पनि इजरायलमा नेपालीहरूको अवस्था तथा गतिविधिहरूलाई निहाल्दै एक मिडिया कर्मीको रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेकी नेपालइजरायल.net की सम्पादक सुभद्रा भण्डारी थापालाई सम्मान गरिएको थियो। Please, ladies and gentlemen, please put your hands together for another band. Big round of applause. भण्डारीलाई कार्यक्रममा प्रमुख अतिथि महामहिम प्रसाई र श्रीमती प्रसाईद्वारा दोसल्ला उडाएर सम्मान गरिएको थियो। सोही क्रममा श्री सत्यसाई केन्द्रकी अध्यक्ष नेहा साईरामले नारी दिवसको उपलक्ष्यमा शुभकामना दिँदै प्रशंसा स्वरूप मायाको चिनो उपहार दिनुभएको थियो। त्यसैगरी समाजमा भएका गतिविधिहरूलाई बाहिर ल्याउनु स्वच्छ पत्रकारिताको धर्म भएको र त्यसको लागि नेपालइजरायल.net निरन्तर लागि परिरहेको बताउँदै 104औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्री सत्यसाई सेन्टरले सम्मान गरेर आफूलाई अझ बढी जिम्मेवारी बोधको महसुस गराएको बताउँदै आयोजकप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। आज हामी 104औं अन्तर्राष्ट्रिय नारी दिवस इजरायलमा मनाइरहँदा मलाई यो अन्तर्राष्ट्रिय नारी दिवस कहिलेदेखि मनाउन थालियो र कसरी थालियो भन्ने बारेमा अलिकति केही भन्न मन लागेको छ। 1908 मार्च 8 को दिन अमेरिका स्थित न्युयोर्कमा एउटा कपडा उद्योगमा कार्यरत महिलाहरूले चाहिँ महिला र पुरुषले समान अधिकार पाउनुपर्छ भनेर बुलन्द आवाज उठाएका थिए। त्यही दिनदेखि मार्च 8 मा चाहिँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको छ र हाम्रो जस्तो विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय महिला दिवसले के सन्देश दिन सक्छ र यो मनाउन किन आवश्यक छ भन्दाखेरि चाहिँ मैले अहिले कविताबाट पनि भनिसकेँ, मैले भन्न मन लागेका कुराहरू सबै मेरो कविताले पनि भनिसकेको छ होइन, तैपनि म छोटकरीमा भन्न चाहन्छु। नेपालमा अहिले पनि धेरै महिलाहरू चाहिँ विभिन्न किसिमका अवसरबाट वञ्चित भइरहेका छन्, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो र महिलाहरूले चाहेर पनि बाहिर आउन सकिरहेका छैनन्। महिलाहरू प्रत्येक दिन चाहिँ पीडित भइरहेका छन् र इजरायलको सवालमा हामी जब नेपालबाट इजरायल आयौँ हामीलाई यहाँको वातावरण देखेर अचम्मै लाग्यो। पहिला सुरुमा त म पनि छक्कै पर्थेँ, कस्तो अचम्म, यहाँ त राति 12 बजे निस्केर हिँडे पनि हुन्छ, बिहान 4 बजे निस्केर हिँडे पनि हुन्छ। म आफैलाई अचम्म लाग्थ्यो इजरायलको वातावरण देखेर र हामी बिस्तारै यहाँको वातावरण देख्दै गयौँ, सिक्दै गयौँ र यो रहर लाग्यो हाम्रो नेपालमा पनि यस्तै कहिले हुन्छ होला, हामी पनि रात साँझ निर्धक्क भएर महिलाहरू कहिले नेपालमा हिँड्न सक्छौँ होला। त्यो चाहिँ एकदमै हाम्रो चाहिँ काल्पनिक संसार जस्तै भइसकेको छ नेपालमा। किनभने म एउटा मिडिया कर्मीको हैसियतले भन्न चाहन्छु, प्रत्येक दिनमा चाहिँ 2-3 वटा महिला हिंसाका समाचारहरू लेख्नै पर्ने हुन्छ, बलात्कारका समाचारहरू लेख्नै पर्ने हुन्छ। दुःख लाग्छ, हामी चाहिँ त्यस्तो देशका महिलाहरू हौँ र हामी विदेश आएर पनि हामीले जे जति सक्छौँ त्यो गरिरहेका छौँ र हामीले गर्दै जानुपर्छ। आज चाहिँ म एउटा कुरा के भन्न चाहन्छु भने इजरायलमा 2 वटा नारी आवाज छ। अहिले चाहिँ विभाजित भएर 2 वटा बनेको छ। गत साल चाहिँ 3 वटा संस्थाले चाहिँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको थियो र हामीले चाहिँ एउटा सम्पादकीय पनि लेखेका थियौँ। त्यसमा चाहिँ हामीले के भनेका थियौँ भने
के भनेको प्रमुख जान हानाहान प्रमुख अतिथिलाई भ्याइ नभ्याइ भनेर चाहिँ हामीले एउटा हाइलाइट गरेका थियौँ र त्यो सम्पादकीय पढेर चाहिँ धेरै इजरायलबाट धेरै साथीहरूले चाहिँ नि तपाईँहरूले एकदमै राम्रो लेख्नु भएछ, यो कुरा वास्तवमा सही हो, सबैजना मिलेर एकै ठाउँमा गरेको भए सजिलो हुन्थ्यो, 2-3 ठाउँमा गर्दाखेरि मान्छेहरू पनि बाँडिए होइन, त्यसो भनेर भन्नुभएको थियो। र अहिले पनि हामीले चाहिँ के लेख्न बाध्य छौँ भने यहाँ चाहिँ 2-2वटा नारी आवाज भन्ने संस्था हुँदाहुँदै ती संस्थाहरू किन पछाडि गए, ती संस्थाहरूले किन अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सकेनन् र एउटा धार्मिक संस्था श्री सत्य साई सेन्टरले चाहिँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो। यो चाहिँ हामीले लेख्नै पर्ने हुन्छ, किनभनेदेखि हामीलाई मनमा लागेका कुराहरू समाजमा देखेका कुरा। नारी दिवसको शुभकामना दिने अन्य वक्ताहरूमा संयुक्त नेपाली चर्चकी माया सुनवार, श्रीकृष्ण गैराविश्य युवा परिषदकी सबु गौतम, किरात यायोग खाकी मिना बान्तवा, नारी आवाज इजरायलकी गोमा खनाल रहेका थिए। त्यस्तै 104औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्री सत्यसाई सेन्टरद्वारा आयोजित सोही कार्यक्रमको दौरानमा मातृभूमिका लागि युवा अभियानले नारीका लागि नारी भन्ने मूल नाराका साथ 1 करोड 1 रुपियाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको थियो। सक्षम बनी हामी नारी सामाजिक सेवामा रमाउला, आफू र हामी सक्षम बनी सामाजिक सेवामा रमाउला। इजरायलमा भएका सक्रिय महिलाहरूले नारीहरूका लागि नारीले केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका साथ सो कोषको स्थापना तथा सुरुवात गरिएको बताएका थिए। कोषको बारेमा बोल्नेहरूमा मातृभूमिका लागि युवा अभियानकी केन्द्रीय उपाध्यक्ष सीता तिवारी, केन्द्रीय कोषाध्यक्ष सबी पाठक, मातृभूमिका लागि युवा अभियान इजरायल शाखाकी अध्यक्ष नीतु खतिवडा रहेका थिए। धनी छौँ र हामीहरू इजरायलमा बसेर मात्रै सहयोग मात्रै गरेका छैनौँ, आफ्नो देशको लागि पनि केही सोचिरहेका छौँ। यसै सन्दर्भमा मातृभूमिका लागि युवा अभियान एउटा अभियान लिएर चाहिँ एउटा अभियान खुल्यो यो 1 वर्षभन्दा पहिला। त्यो अभियानमा हामी आबद्ध भयौँ र अहिले अब झन्डै 1 वर्ष हुन लागेको छ। विभिन्न क्षेत्रमा हामीहरूले काम पनि गरिरहेका छौँ र यसै सन्दर्भमा मातृभूमिमा आबद्ध हामी सक्रिय महिलाहरूको एउटा सोच बनाएर सक्रिय महिला अहिले नेहा गुरुङजीले साईरामले भन्नुभयो हामी 9 जना सक्रिय महिलाहरूबाट स्थापित एउटा 1 करोड 1 रुपियाँको अक्षय कोष नारीका लागि नारी मात्र हामी अहिले जति गरिरहेका छौँ सबै हामीले सहयोग गऱ्यौँ। तर यो अभियानले चाहिँ हामी नारीको लागि नारी हामी एकदम पिछडिएको देश, पुरुष प्रधान देश, हामीहरू आफ्नो अधिकारको लागि 33% अधिकारको लागि हामी फाइट गर्न गइरहेका छौँ। हामी धेरै पिछडिएका छौँ। जति हामी सक्षम भए पनि अझै गाउँमा चाहिँ बोक्सीको आरोप लगाउने अनि दाइजो प्रथा अझै पनि हटेको छैन। हामीहरू त्यस्ता नारीहरूलाई शिक्षा अनि स्वास्थ्यमा लगानी गर्ने उद्देश्यले उनीहरूलाई बाहिर ल्याउन एउटा सक्षम नारी बनाउने उद्देश्यले हामीहरू अगाडि बढ्दैछौँ। त्यसको लागि हामी अक्षय कोष 1 करोडको अक्षय कोष आजबाट यो शुभ दिनमा चाहिँ खोल्ने घोषणा गर्दैछौँ। यसमा हामीहरू 9 जना थियौँ, तर अहिले भर्खरै नेपालबाट एकदमै उहाँ पनि एउटा समाजसेवी हुनुहुन्छ। हामीहरू 9 जनाले 50,000 राखेर अक्षय कोष निर्माण गरेका छौँ र एकजना अर्को नेपालबाट अहिले भर्खर फोनमा हामीलाई भन्नुभएको छ मलाई पनि प्लिज राखिदिनुहोस् न, म पनि बस्न चाहन्छु भनेर उहाँले फेरि नाम दिनुभएको छ। हामी 10 जना भएका छौँ। अहिले त्यसै गरी हामीसँग 5 लाख रुपियाँको अक्षय कोष हामीले खडा गरिसकेका छौँ र सत्य साई सेन्टरको प्राङ्गणमा गर्न गइरहेका छौँ। यो अत्यन्तै रमाइलो र राम्रो पक्ष पनि हो। कार्यक्रम ठुलो ग्राउन्डमा होस् या धेरै माझमा गर्न नपाइए पनि यो एउटा पवित्र स्थलमा गर्न पाएका छौँ। यो नै सबभन्दा ठुलो कुरो पनि हो। र अर्को एउटा यहाँहरू माझमा अघि हाम्रो नीतिजीले भनेर गइ पनि सक्नुभयो, हामी 1 करोडको अक्षय परोपकारी कोष मातृभूमिका लागि युवा अभियानको यसलाई चाहिँ संसारभरि रहेका नेपालीहरूलाई आह्वान गरेर विश्वव्यापीकरण गर्न गइरहेका छौँ। यो इजरायलको मात्र होइन, इजरायलको भूमिबाट हामीले स्थापना गरेका हौँ। इजरायलको साथीहरूले हाम्रो एउटा सामाजिक भावना भएको कारणले यहाँबाट हामीले यसलाई
माथि उठाउने र विश्वव्यापी रूपमा नै लाने हामीले जमर्को गरेका छौँ भन्न चाहन्छु। कार्यक्रमको अन्त्यमा आयोजकद्वारा उपस्थितहरूलाई चिया नास्ताको व्यवस्था गरिएको थियो। इजरायलमा सबैभन्दा पहिला स्थापना भएको धार्मिक संस्था श्री सत्यसाई सेन्टरले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा मार्च 8 बिहानैदेखि पूजापाठ, साई भजन, आरती जस्ता धार्मिक कार्यहरू गरे पश्चात 104औं अन्तर्राष्ट्रिय नारी दिवसको औपचारिक कार्यक्रम सुरु गरेको थियो। त्यसैगरी अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा नेपाली नारी आवाज इजरायलले काठमाडौँको पेप्सिकोलामा रहेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र SSDRCमा रहेका बौद्धिक तथा शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग रकम सङ्कलन गरी SSDRC सहयोग अभियान इजरायलका अभियन्ता तथा नेपालइजरायल.net का सहकर्मी अर्जुन पौडेल र रोजा ओलीलाई एक अनौपचारिक भेटघाटको कार्यक्रममा हस्तान्तरण गरेको छ। समाजसेवामा अहोरात्र खटिरहेकी राष्ट्रकै गौरवको रूपमा रहेकी एउटी अविवाहित नारी सविता उप्रेतीको कामदेखि प्रभावित भई एउटी नारीको सामाजिक कार्यमा बढ्दै गइरहेका पाइलाहरूलाई सहज बनाउने सदिच्छाका साथ नारी दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजना गर्न नसकेकोमा दुःख प्रकट गर्दै नारी आवाज इजरायलले सङ्कलन गरेको 50,555 रुपियाँ अन्तर्राष्ट्रिय नारी दिवसकै दिन सहयोग उपलब्ध गराएको नेपाली नारी आवाज इजरायलकी अध्यक्ष अम्बिका छेत्रीले बताउनुभयो। तिनीहरू भने अटिजम बच्चाहरू जस्तो कि हाम्रो नेपालमा त्यो बच्चाहरूलाई एउटा फोहोर सरह मानेर फ्याँकिदिएका थिए र आजभन्दा अगाडि सरकारले न त्यस्तो काम गरेको थियो न त कुनै संस्थाहरूले त्यो काम गरेछन्। टुरा बालबच्चाहरूलाई गरेछन्, अपाङ्गको लागि गरेछन्, तर यो अटिजम बच्चाहरूको लागि कसैले पनि केही गरेको थिएन। र सबैभन्दा अर्को ठुलो जुन बहिनीले जुन काम सुरु गर्नुभएको छ उहाँ चाहिँ जबकि अमेरिकामा डिबी परेर पनि उहाँ जानु भएन। उमेर 26-27 वर्षको उमेरमा लाउ खाऊ भन्ने उमेरमा उहाँले जीवनको आफ्नो सबै सुख सबै सपना त्यागेर ती बच्चाहरूलाई एउटा आमा जस्तो भनेर उहाँलाई त्यो बच्चाहरूलाई नयाँ जीवन दान दिउँ भनेर नयाँ जीवनको रूपरेखा दिन भनेर एउटा यस्तो बाटो चुज गर्नुभयो चाहिँ कि हामीले त्यो सपनामै सोचेको थिएनौँ। र अब के त भन्दाखेरि नारी भएर हामी एउटा आमा भएर त्यो बच्चाहरूलाई हामीले एउटा आमाको रूप दिनको लागि जुन महिला बस्नुपर्छ ती बहिनीलाई हामीले सहयोग गरेको कि हाम्रो सानो सहयोगले तिनीलाई पनि अलिकति केही न केही पुगोस्। 2 छाक खानेमा 3 छाक खाउन्, एउटा 10 रुपियाँको लुगा लगाउनेमा 20 रुपियाँको अलिकति राम्रो कुरा गरून् र जुन भौतिक सामानहरू चाहिन्छ वास्तवमा ती बच्चाहरूलाई स्पेसल जस्तो फिजियोथेरापी गर्नको लागि मसिनहरू चाहिन्छ त्यो सबै कसले सोचेर खाना र लाउन दिँदैमा मात्रै त्यतिमा मात्रै परिपूर्ति हुँदैन। त्यो बच्चाको लागि एक्स्ट्रा सामानहरू चाहिन्छ, फिजियोथेरापी गर्न एक्स्ट्रा सामानहरू चाहिन्छ। त्यो सबै सामानको लागि त्यो बहिनी एक्लैले उसले त हौसला गरेर आँट गरेर त्यति गरिन् भने तिनलाई आँट गरेर हामीले पनि त केही सहयोग गर्नु पर्यो नि। अवश्य हामीले गर्नुपर्छ। हामी त यहाँसम्म आयौँ, ईश्वरको कृपा हो। हाम्रो सबैभन्दा ठुलो कृपा भनेको हाम्रो परिवारको हो। उहाँहरूले हामीलाई यहाँसम्म आउन दिनुभयो। हामीले यो दिन देख्यौँ, हामीले पनि यस्तो कामहरू गरेछौँ। यहाँ दुनियाँ आएर यहाँका बच्चाहरूलाई पनि देखेछौँ। तर कति विडम्बना, यहाँका बच्चाहरूलाई त्यस्तै जन्मे तापनि आमा बाउलाई कुनै दुःखी हुँदैन। किन यहाँ पाउनुपर्ने सुविधा सबै पाएका छन्, तर हाम्रो नेपालमा के छ एकचोटि ती बच्चाहरूलाई गएर हेर्नुहोस् त, ती बच्चाको मनभित्र पसेर बुझ्नुहोस् त तिनलाई कतिसम्मको असुविधा भएको छ। तिनले आफ्नो भन्ने कुरा पनि भन्न सकेनन्। तिनलाई बुझेर गर्ने बहिनी छिन्, तिनले पनि त दिन सक्दैनन्। कहाँबाट दिन् तिनले? हामीले केही सहयोग गरिदिउँ भने त तिनले पनि त दिन सक्छन् होला नि। र त्यो बहिनीलाई र त्यस्ता समाजसेवीहरूलाई अझै प्रोत्साहित होस्। र त्यो बहिनी भनेको हामी 2-4 जनाको आमा हौँ भने ती बहिनी 30-32 जनाकी आमा हुन्। र यो नारी भएर आज हामीले ममतामयी आमा रूपी सविताजीलाई हामीले यो सहयोग गर्न, त्यही भनेर हामीले उहाँलाई नै हामीले चुज गरेको। उहाँको जुन अन्तरात्माले, उहाँको जुन हृदयले उहाँलाई जुन आमा रूपको एउटा माया दिएर ईश्वरले पठाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद छ। र अझै यस्तै गर्न सकौँ। हामीले पनि
यसरी नै अरू नै सहयोग गर्न सकौँ र हामीले मात्र होइन जतिजनाले हेरिरहनु भएको छ र सुनिरहनु भएको छ। सायद मेरो कुरा मैले पुरा शब्द मैले बोल्न चाहेर पनि म बोल्न सकेको छैन, मैले व्यक्त गरेर नचाहेर पनि मैले व्यक्त गर्न सकेको छैन, किनभने तपाईँहरू पनि एकचोटि एसएसडिआरसीको युट्युबमै गएर हेर्नुहोस् उहाँ बहिनीले कसरी काम गर्नुभएको रहेछ र वास्तवमा तपाईँलाई लाग्छ त उहाँलाई सहयोग नगर्ने भनेर। ती बच्चा तिनको मात्रै जिम्मेवारी हो। कारणले गर्दाखेरि हामीले नारी दिवस मनाउन नपाए तापनि यसको उपलक्ष्यमा केही न केही गरौँ र केही न केही नारीहरूको तर्फबाट एउटा हौसला दिउँ भन्ने एउटा आश लिएर चाहिँ समाज माझमा हाम्रो दाजुभाइ दिदीबहिनी माझमा चाहिँ छोरी थाप्दै कसैको सहयोग गरौँ, कुनै बालबच्चाको सहयोग गरौँ भन्दै एउटा ममताको खाने एउटा आमाको रूपमा लिएर हामी नारी आवाजले प्रोग्रामहरू नगरिकन एउटा ममता देखाउने एउटा माया देखाउने बाटो योपालि हामीले नारी दिवसको दिन चुन्यौँ र कसरी ममता देखाउने र के कसरी गरेर हामीले यो ममता देखाउन सकिन्छ भन्ने कुरामा हामीले एसएसडिआरसीलाई सहयोग गरेर त्यहाँ भएका बालबच्चाहरूलाई उनीहरूको जरुरी र आवश्यक सामानहरू आवश्यकता हामीले धेरै पुरा गर्न नसके तापनि कोसिस चाहिँ अलिकति गऱ्यौँ। यो कोसिस भनेको एउटा नारी दिवसलाई नै हामीले समर्पण गर्छौँ। यो नारी दिवसको दिन हामीले अरू कार्यक्रमहरू गर्नुपर्ने थियो, विगतका वर्षहरूमा पनि हामीले धेरै कार्यक्रमहरू गऱ्यौँ, तर यो वर्ष हामीले चाहिँ गर्न सकेनौँ किनभने व्यवस्थाका कारणले कामको कारणवशले र त्यस्तै हवस् त दर्शकवृन्द, आजको यस कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। हामी निरन्तर इजरायलमा भइरहेका गतिविधिहरूलाई समावेश गरेर विभिन्न किसिमका कार्यहरू बनाउँदै देश विदेशमा रहेका नेपालीहरू माझ पुर्याउने कोसिस गरिरहेका छौँ। हामीले गरिरहेका गतिविधिहरू यहाँहरूलाई कस्ता लाग्छन् कृपया हामीलाई सल्लाह सुझाव दिँदै रहनुहोला। यहाँहरूका सल्लाह सुझावका आधारमा हामीले हाम्रा कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्नेछ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तोता जनक गौतम लगायत नेपाल इजरायल .net युनिट बिदा चाहन्छ। यहाँहरूको समय शुभ रहोस्। नमस्ते।